यो देशमा चाहिँ के खत्रै कायापलट गरेर चाहिँ देश बचाउँछु भनेको थिएँ 35 वर्ष चाहिँ यो देश के भएको थियो र किन नगरे 2 महिनामा सरकार जाँदाखेरि चाहिँ यिनीहरूको हालत यिनीहरूको हैसियत के छ भनेर देखिन अनि हरेक ठाउँमा यिनीहरू चाहिँ हिरो बनेर निस्किनु पर्ने यिनीहरूलाई चाहिँ कार्यकर्ताले चाहिँ पालिदिनु पर्ने अनि कार्यकर्ताभित्र पनि मानवता चाहिँ छैन त्यो शहीदको छोराछोरीहरूले त्यो शहीदका आमा बाउहरूले चाहिँ हेरेको यो भिडियो हेर्छ महेश बस्नेतको के भन्ला नि त्यहाँ कति पोल्ला त्यो संसद भवन अगाडि चलेका गोलीहरूले ढलेका त्यो बच्चाहरूलाई चाहिँ त्यसको आत्माले के भनिरह होला यहाँ अहिले होइन हाम्रो यहाँ साथीभाइहरूलाई घाइते भएको साथीभाइहरूलाई यिनीहरू यहाँ भोलिपल्ट आएर फेरि 24 गतेको यहाँ विध्वंस गरे हाम्रो देश सकाइदिए यिनीहरूले भनिरहेछन् 23 गतेको हिसाब किताब गर 23 गतेको हिसाब किताब गर तेरो केपिओललाई तेरो रमेश लेखकलाई झुन्डाएर मार्दे तिमीहरूलाई घर चलाउनु छ भने चाहिँ हाम्रो आएर चलाइछ हामी रेडी छौँ जयन्ती शहीदहरू यहाँ समय ठाउँ पाएको छैन जयन्ती शहीदहरूले चाहिँ आत्माको शान्ति पाएको छैन यिनीहरू यहाँ एमालेहरू यो तामझाम गरेर हिँड्नु ढलेको हाम्रो साथी सन्तोष बोहरा उसको आँखै छैन अहिले उसले के हेर्ने के गर्ने कि उसले अब देशमा केही होस् यही होस् भनेर त्यसले गरे हो त त्यो सब स्वयं म पनि घाइते हो होइन तर घाइते भएर चाहिँ म यहाँनिर चाहिँ मेरो रगत यस्तरी उम्लियो कि म बाँचेँ सबभन्दा ठुलो कुरा चाहिँ म बाँचेँ आज फेरि पनि यिनीहरूको विरोध गर्न